यो जानुका विषय लिउँ त। हाम्रो महेन्द्र माध्यमिक विद्यालय खाँदबारी 3 माने भन्ज्याङका विद्यालयको अफिसको माथिल्लो छतमा मेदिनी घिमिरेज्यू ड्रागन फ्रुट मिसन आइटी सोल्युसनलाई दिनलाई कामतै हुन्छ है। लो यो दुईटा है तपाईँलाई, दुईजना आएको, पाँचजना आएको, पाँच पाउने। यो पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गतको प्रोडक्सन रहेछ। होइन बच्चाहरूको मेहनत साह्रै खुसी लाग्छ। उहाँले यो मिसन आइटी गङ्गा चौलागाई सर चाहिँ एकदमै धेरै धेरै धन्यवाद। यो कम्प्युटर टेक्नोलोजी उहाँले चाहिँ धेरै नै विद्यालयहरूलाई सहयोग पनि गर्नुभएको। यसरी सबैजनालाई उपहार दिनुभयो भन्दा यो त सबै खालि होइन, विशेष मान्छेलाई मात्रै हो जो संस्थासँग सकारात्मक रूपले सहयोग गर्न लाग्छ। अरूलाई त बेचिरहेछ नि। धेरै धेरै धन्यवाद। महेन्द्र माध्यमिक विद्यालयको छतमा लागेको यो ड्रागन फ्रुट उपहार दिनुभएको छ। विद्यालय परिवारप्रति धेरै धेरै साह्रै नै खुसी लाग्यो कि यो बिरुवा कार्यक्रम। चाहियो भने पनि हामी निःशुल्क दिन सक्छौँ। यदि गर्छु उद्यमी बन्छु भन्नेलाई चाहिँ निःशुल्क दिन्छौँ। हामी चाहिँ भनेर चाहिँ त्यो हाम्रो स्टोर हो, त्यहाँ चाहिँ बिरुवाको चाहिँ नर्सरी पनि तयार गर्नुभएको रहेछ नर्सरी र यो चाहिँ विद्यार्थीको पहुँचमा पुर्याएको पढ्दै कमाउँदै कार्यक्रम एकदमै उदाहरणीय कार्यक्रम बन्न सक्छ। यहीँबाट देखेको नि महेन्द्र माध्यमिक विद्यालयको यो कुन रातो चाहिँ यहाँ रातो नि त कस्तो रमाइलो ठाउँ छ। तपाईँहरू किताबमा दिएको चाहिँ रातो हो। त्यो चाहिँ रातो पनि अलि ठुलो खालको फल्ने। होइन, धेरै नै यो इम्प्रेसिभ प्रोग्राम जस्तो लाग्यो। पढ्दै कमाउँदै कार्यक्रमलाई चाहिँ वास्तविक रूपमा प्रयोग गरेको रहेछ महेन्द्र माध्यमिक विद्यालय खाँदबारी नगरपालिका 3 माने भन्ज्याङले। यो 2500 रुपियाँमा ड्रम किनेको होला, अनि दुईटा बनाइदियो एउटा हो। यसैकै हो। 2500 मा एउटा ड्रम किन्ने अनि बिचमा काटेर चाहिँ दुईटालाई बनाउने भन्दै हुनुहुन्छ हेड सरले। लाए बेला तल पनि दुला पारेपछि यसको तल छैन। हेर्दामा छ। हेर्दा पार्नु पऱ्यो पानी जम्ने हेर्दामा त पार्नै पऱ्यो नि तल। पानी चाहिँ जम्न हुँदो रहेछ। जे बोट बिरुवामा पनि पानी जम्न भयो। ल एकदमै राम्रो कार्यक्रम।